तिमी नेपाली हो पुरै फिलिपिन्स भाइजी रहेछ तिम्रो पुरै मेकअपले आम्मा कसम यार तिमी के मेकअप आर्टिस्ट पनि हो क्या आफ्नो मुखमा तिमी कुन ठाउँबाट हो नेपालको चाहिँ कता म अस्ति आएको थिएँ त अति दामी रहेछ नेपालको जस्तो गर्मीले झन्डै मरेको तर त्यो बेला तिमीलाई भेटेको त कसम म तिमीलाई भेट्न मन थियो तिमी चिनेको भएको छैन तर राम्रो रहेछ तिमी कति वर्ष 19 कसम तिम्रो इन्स्टाग्राम के हो पठाउँदा अति राम्रो तर तिम्रो होइन तिम्रो बोयफ्रेन्ड छ कि छैन कसम ल व्यवस्था हो भोलि नै नेपालगञ्ज आएँ म भोलि नेपालगञ्ज आएर कल गर्छु ल म आएन यार तिम्रो कुन हो खै देखाएन हौ तिम्रो हजुरलाई चिनेछु नि कसरी चिन्यौ तिमीले मलाई टिकटकमा छैन छैन त्यो गफ नहान न म टिकटकमा चलाउँदिनँ खै माथि अरुणा अन्डरस्कोर छेत्री एकछिन म हेर्दैछु तिमी एकछिन स्टक गर्दैछु है म एकछिन कस्तो भिडियो आउँछ यस्तै हो उमेको भिडियोहरू आउँछ म बक्सर हो क्या म बक्सिङ खेलेको मात्रै आउनु पर्ने हो हैन आम्मा कसम तिमी हो यो तर तिमी अति राम्रो रहेछ यार छैन कस्तो छैन हौ तिम्रो बोयफ्रेन्ड छैन भनेर पत्याएकै छुइनँ मैले नेपालगञ्जको गर्मीले कालो बनाइसक्यो आउनु त काठमाडौँ आम्ला नि बिस्तारै कहिले आउँछौ अब खै किमा भन है म फेरि भोलिको भोलि हो बुझेन प्लेनमा सिधै मलाई एयरपोर्ट लिन आऊ भोलि होइन सिधै अहिले कहिले तिमी भन मात्रै क्या आउनु न त साँच्ची तिमी भेट्ने साँच्ची भेटौँ ऊ साइडको चाहिँ के हो बबिता उसको नाम हो उसलाई मैले फेरि